गाइजहरू वेलकम टु आवर न्यू भ्लग। आज मैले हजुरले यता पुरै आफ्नो घरको पुरै बिरुवाहरूको नाम सहित र यसलाई अनि यिनीहरू कस्ता छन् यिनीहरूको नाम मैले भन्नु गएको छु। नाम त मलाई खासै धेरैको आउँदैन, तर पनि यो आजको यो भिडियो हुन गएको छ। पहिलो यता त्यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ यो पिङ्क कलरको यता हेर्न सक्नुहुन्छ। यताको ठुल्ठुलो छन् बिरुवा, यिनीहरू साना छन्। अनि त्यसपछि यतातिर फेरि यो फुल्न थालेको छ। यो फेरि राम्रोसँग फुल्ने हुन्छ। अनि त्यसपछि यतातिर हाम्रो फेरि एकदम ठुलो बेगमबली छ। यो बोनसाईको बेगमबली हो। यसलाई लगभग 45,000 परेको। अनि यो हरियो कलरको बेगमबली हो। यो यति पाक्न यो यति कस्तो हो, यस्तो खाले ठुला खाले फुल्न थालेको छैन हो यो खाले। अनि हो यो पिङ्क खाले पनि छ। हामीसँग पिङ्क कलरको बेगमबली त्यो पनि भेरिकेटेड बेगमबली त्यो पनि बोनसाईको छ। अनि यो यता यो हरियोमा हजुर देखिसकेको छ। अनि यता हाम्रो सेतो फुल यस्तो हजुरले हेर्न सक्नुहुन्छ। अनि यतातिर फेरि यो फ्लावर हुन्छ के थियो कि यसको नाम बिर्सेँ। अनि हो यहाँले फ्लावर अझै फुल्नै छ। अनि मैले अब हजुरलाई अझै देखाउन आएको छु। हजुरहरूले रातो खाले कलरको देख्नु नै छ नि। अब मैले हजुरलाई पिङ्क कलरको देखाउँछु। यहाँ हाम्रो यताको पिङ्क कलरको। अनि मैले हजुर यताको पनि देखाउँछु। यता हाम्रो यता त के भन्छ यसलाई के भन्छ। अनि यतातिर फेरि यो रातो खाले फ्लावर छ, भेरिकेटेड धुपी छ। अनि त्यसपछि यतातिर हेर्नुहोस् गाइजहरू। अनि यतातिर हाम्रो मम्मी हुनुहुन्छ। अनि त्यसपछि यतातिर फेरि बिरुवाहरू रातो कलरको। अनि यता फेरि अझ एउटा भेरिकेटेड बेगमबली त्यो पनि बोनसाईको। अनि यतातिर हजुरहरूले हेर्न सक्नुहुन्छ यतातिर ठुल्ठुला छन्। अनि यिनीहरू फेरि यस्ता देखिन्छन् र अरू पनि देखाउँ। अनि अरू यता हजुरले हेर्न सक्नुहुन्छ उतातिर फेरि हाम्रो पुरै बेगमबलीहरू छ। अनि यो हाम्रो यतातिर पुरै लट पुरै बेगमबलीको छ। यो फेरि ओरेन्ज र रातो कलरको थोरै मिक्सिङ भएको हो। यो पनि राम्रो छ। यो राम्रोसँग फुल्न थालेको छैन। अनि यो हाम्रो सानोमा यो फुल्नै थाल्छ। अनि यो हाम्रो यो झन् कति राम्रो छ हेर्न सक्नुहुन्छ गाइजहरू। कति मोटो छ। मैले हजुर जुम गरेर देखाइदिन्छु। अब मैले हजुर देखाउनु गएको छु यो रातो कलरको फुल रातो बेगम। अनि यो पिङ्क कलरको। अनि यता पनि पिङ्क कलरको छ। अनि मैले हजुरलाई यता अझै एउटा बेगम छु त्यसको भेराइटीको, तर यो यति लाइटमा हो। अनि यता हाम्रो भेरिकेटेड बेगमबली यो फेरि बोनसाई होइन। यसमा फेरि कुनैमा यसमा फेरि फुल्न थालेको छैन कि अरू यतिमा हजुर हेर्न सक्नुहुन्छ। यतिमा पुरै राम्रोसँग फुलेको छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ कागज भएको। अनि यतातिर पनि थोरै मात्र हुन थाल्छ। अनि हाम्रो सेतो कलर अन्लीको बेगमबली। अनि यता अझ एउटा भेरिकेटेड खाले यो फेरि बोनसाईको। अनि मैले हजुर देखाइदिन्छु। अनि यो फेरि भेरिकेटेड खाले होइन। अनि यतातिर फेरि सुक्न थाल्छ। मैले हजुरलाई यता देखाइदिन्छु। यतातिर यस्तो झोप्पाहरूको छन्। अनि यतातिर हाम्रो एउटा ठुलो फर्न छ। अनि यतातिर फेरि बिजुली फ्लावरहरू यता छन्। अनि त सानो फर्न अहिले। अनि मैले हजुर पिङ्क कलरको देखाएको थिएँ हो त्यही खाले यता पनि छ। मैले हजुर जुम गरेर देखाइदिएको छु। अनि यत्रो हाम्रो घर हो न। अनि उता हाम्रो पुरानो छ। अनि यो हाम्रो लिचीको रुख। यो फेरि फुल्नै यस्तो छ। अनि यो फुल्न थालेको अवस्थामा छ। अनि बिजुली फ्लावरहरू हजुरको कुहिएका छन् भने तिनीहरू सेतोहरू
लाई यस्तो टस्टहरूको यस्तोमा यस्तै राख्नु कति राम्रोसँग देखिन्छ। र मैले अब हजुरलाई अगाडिको ठुल्ठुला बेगमबलीहरू देखाउन गएको छु होइन। योभन्दा अगाडिका छन् ठुल्ठुला। अनि यो फेरि एउटा बेगमबली, यो फेरि बोन्साईको होइन। अनि मैले हजुरलाई सेतो र यसको कलममा देखिन्छु। यसको चित्र र यसको रङ कति मिठो हुन्छ, मिठो। अनि यो मैले ऐना हजुर देखाएको हो त्यस्तै खाले। अनि फेरि यो मैले भन्न खोजेको यो बिजुली फ्लावर हजुर हेर्न सक्नुहुन्छ। यी बेगमबली यी बिजुली फ्लावर यो फेरि मेरीगोल्डको ठाउँमा हुन्छ। तर मेरीगोल्ड फेरि मैले यो बिजुली फ्लावर यस्तो हुन्छ। मैले अझै अब मेरीगोल्ड देखाउन गएको छु। हो यो यस्तो मेरीगोल्ड फेरि यस्तो गोल्डमा हुन्छ अनि पुरा यस्तो झोप्पा हुन्छ भने यो बिजुली फ्लावर फेरि त्यस्तै हुन्छ। तर त्यो बिचको त्यो कालो हाले त्यो पुरै झोप्पासँग हुन्न, पाकेपछि बल्ल यस्तो हुन्छ। अनि यतातिर यता भेरिकेटेड बेगमबली, अझ एउटा भेरिकेटेड बेगमबली। अनि यो फेरि फुल्न थालेको छैन। अनि मैले हजुरलाई यो हाले देखाउँछु। यो हाले बिरुवा छ नि, हो यिनी बिरुवाहरू यिनीहरू क्याक्टसका होइनन्। मैले हजुर देखाउँछु यिनीहरू कसरी फल्छन्। अनि यतातिर छ हाम्रो आँपकोहरू के भन्छ यसलाई थाहा भएन। अनि यो खुर्सानी, डल्ले खुर्सानीको। अनि यो पहेँलो फुलको मैले हजुरलाई भन्न आएको थिएँ, जुन मैले हजुर भन्न खोजेको हो त्यो हाल हो। यो यस्तो रातोमा झ्वाप्प फुल्छ। अनि हेर्न सक्नुहुन्छ गाइजहरू। अनि मैले हजुर जुन पहेँलो बिरुवा भनेको थिएँ नि, हो यही हाले हो। अनि यस्तो हालेमा रातो हाले भनेको थिएँ नि, त मैले नाम बिर्सेको, यो पनि त्यही हो। अनि यो मनी प्लान्ट हजुरले हेर्न सक्नुहुन्छ, यो मनी प्लान्ट हो। अनि फेरि मैले हजुरलाई त्यो स्टिम भएको हाले मैले यता देखाउँछु। यो होला होइन, यता रोज छ हाम्रो सानोमा। अनि त्यसपछि अनि यतातिर फेरि यो रातो कलरको भेराइटी। अनि मैले अब हजुरलाई आफ्नो घरको सानो ठुलो राम्रा बेगमबलीहरूको दर्शन गराउँछु। अनि यता छन् हाम्रो बेगमबलीहरू। यो यस्तो रातो कलरको यो बोन्साई हो कि थाहा भएन। अनि यो येल्लो कलरको न्यू यो बोन्साई हो। कस्तो राम्रो देखिन्छ यो फेरि। अनि झनै हजुरहरूले पानी राख्दाखेरि सुस्त यिनीहरूको माथि छेप्नु, यिनीहरूकोमा यस्तो यहाँ ठाउँहरूमा बस्दा कस्तो ग्लो गरेर राम्रो हुन्छ। अनि मैले अझै यता मोटो बेगमबली भेरिकेटेड र बोन्साईको देखाउँछु। यो भेरिकेटेड त्यो पनि बोन्साईसँगको यो बोन्साई। अनि यो रातो कलरको बोन्साई होइन क्या हो, मैले बिर्सेँ। अनि त्यसपछि यो ठुलो झोप्पामा यिनीहरू फेरि यहाँ भएका यो अनि यो त अनि त्यसपछि यो अनि यो यिनीहरू बोन्साईहरू हुन्। अनि मैले हजुर देखाउँछु यताको यो ठुलो हाले, यसको नाम मैले बिर्सेँ। अरू पनि छन् तर मैले नामहरू बिर्सेँ। आजको लागि यति मात्र गाइजहरू, बाई बाई।